हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। म फेरि आज आइसकेको छु भ्लग लिएर। यो चाहिँ छोटो मिठो भ्लग भनौँ। धेरै दिनपछि आएँ म, लगभग कति 8-9 महिनाको ग्याप पछि एउटा भ्लग लिएर आएको छु। त्यो पनि छोटो मिठो, हेरेर साथ दिनु होला। आज चाहिँ मैले चाहिँ के बनाएँ भन्दाखेरि फुल बनाएँ। हेर्नुहोस्, यस्तो राम्रो लाग्यो। म फेरि यो फर्स्ट टाइम बनाएको यो डालिया फुल हो। अनि चाहिँ यो रिबनबाट बनाएको। कस्तो राम्रो लाग्यो अरे मलाई। हेरेको गरौँ जस्तो भयो। अरू पनि बनाएको छु, रोक्नु म देखाउँछु। अरू रोजहरू बनाएको छु। लुक, यो पनि कति मेहनत लाग्दो रहेछ के भन्नाले अब यो खालको यो टाइपको एकदम गाह्रो हुन्छ। एकदम त हुन्न, जानिसकेपछि सकिन्छ कि, तर मेहनत चाहिँ अलिक बढी लाग्ने के यसमा। अर्को हुन्छ चाहिँ पसलहरूमा पाइन्छ जुन छिटो छिटो हुन्छ, तर त्यो यो अगाडिको भाग चाहिँ वाइड हुन्छ कि, कस्तो बोल्ने आएन। अनि त्यसपछि यो सानोवालामा हेर्नु, यो सानो इत्रुको वालामा, इत्रु रिबनवाला हो। अनि यो चाहिँ पिङ्क कलरको, यो चाहिँ रेड कलरको। हेर्नु, सुरुमा चाहिँ मैले फर्स्ट टाइम गराउँदा चाहिँ यो रेडवाला बनाएको, अनि पछि चाहिँ अलिकति जानिसकेपछि पिङ्कवाला बनाएको। तर पिङ्कवाला चाहिँ अलिक बेटर देखिन्छ। अनि त्यही हो। अरू अब यो चाहिँ मैले आउँछ नि कपालतिर राख्नेवाला, त्यसबाट लिएको यो चाहिँ। अनि यसैमा राखेको छु, यसो घर सजाउनलाई चाहिँ भयो। अनि आज चाहिँ पहिला सुरुमा यस्तो पेटल्सहरू बनाएर, पेटल्स, अनि त्यसलाई चाहिँ यस्तो बनाएर चाहिँ यस्तो बनाउने, अनि यसलाई जोड्ने। अनि जोडिसकेपछि फेरि यो फाइनल लुक यस्तो आउँछ। त्यो कस्तो मिठो कलर लाग्यो कि यो, हजुरहरूलाई कस्तो लाग्यो थाहा पनि त। कस्तो यसमा पनि सेन्ट छर्केर बास्ना आउने जस्तो गरौँ, एउटा ट्राई गरौँ है त। मसँग यो इन्हान्सरको हो, मलाई फेरि यो वाला अलिक मनपर्छ। यस्तो गरेर चाहिँ अब बास्ना आउँछ, महँगा बास्ना आयो। यसरी राख्न नि सक्नुभयो, बेला बेलामा आउँदै बास्ना दिँदै। यति आजलाई, बाई। रोक्नुहोस् है, अझ एउटा छुटेछ के यहाँ, क्लेको। यो चाहिँ हाम्रो मगको भाँडो हो। अनि यो चाहिँ क्लेबाट बनाएको, हेर्नु सक्नुहुन्छ। फर्स्ट टाइम बनाएको चाहिँ यो चाहिँ अलि सबभन्दा राम्रो लागेको यही वाला हो। यो चाहिँ अलि राम्रो बनेछ। अनि हेर्नु, सबैमै ओभरअल चाहिँ राम्रो रहेछ नि यो क्लेबाट बनाएर। अनि त्यसपछि जमिसकेपछि यस्तो आएको हो। यति, बाई।